ड्यूटी हिँडेकै 7 पिरियड ड्यूटी हिँडेको धन्य अँधेरो भएको त यार मेरो मोबाइलले के भएको यस्तो पछाडितिरको नजर हेर्नु पछाडितिरको है हामीहरूको अटोवाला बाजे पनि गयो र हामी पनि जाँदैछु म अनि साथी छ हिजो चाहिँ साथी छोडिएको थियो कि छोडिएको थिएन छोडेर हिँडेको थियो हिजो चाहिँ साथीले म सुतेको भएको थिएँ नि त्यही भएर चाहिँ छोडेर हिँडेको थियो आज चाहिँ सँगै जाँदैछु कि आज चाहिँ एकदम अघि नै जुरुक्कै उठेर मुखसुख धोएर अघि नै उठेर बसिरहेको थियो आज चाहिँ ढिलो नहोस् भनेर एक्लै भए पनि अलिकति प्रेसर पर्छ कि साथीलाई त्यही भएर चाहिँ सँगै जानुपर्छ क्या अनि कामहरू पनि धेरै हुन्छ नि त नि त्यही भएर यहाँ बाजेहरू मेरो अनुहारलाई हेर्दैछ नि र यो चाहिँ हो हामीहरूको ड्युटी जाने रोड यो पछाडितिरबाट चाहिँ आएको पर पछाडि छ हामीहरूको रुम चाहिँ होइन त्यताबाट चाहिँ आएको अनि अब ड्युटीतिर लागिँदैछ झोला बोकेर झोलामा फेरि खानेकुरो छैन खाएर राखेको चाहिँ छ होइन खाएर राखेको चाहिँ थुपारेको छ नि त त्यो चाहिँ छ त्यही अब उहाँ लगाउनु पर्यो कि हामीहरूको होटलमा लगेर यता छेउछेउमा फ्याँक्ने छैन जग्गा त्यही भएर नजारा हेर्नु सक्नुहुन्छ होला तपाईँहरूले यहाँ नजारा र साइडमा सबै बिल्डिङहरू मात्रै छ बिल्डिङ त साथीहरू म चाहिँ आइसक्यौँ ड्युटी अहिले हामीहरूको बोजूलाई पनि तपाईँलाई देख्न सक्नुहुन्छ होला किनकि हामीहरूको बोजू जहाँ छ माने ड्युटी सुरु त्यहाँ अब होइन बोजूले चाहिँ थालबुटेको पनि धुइदिएको छैन कास सम्झ माग्लेमा इले साथै माग्लेमा आँजी हेर्दैले तारे चुलिर्के अनि यो चाहिँ हामीहरूको साथी यहाँनिर तरुल हुँदैछ तरुल र थालबुटोको चाहिँ धोएको छैन हामीहरूको बोजूले चिया ल्याउने पैसा दिइरहेको छ 5 रुपियाँ दिएको छ अब यो 20 रुपियाँ 25 रुपियाँको चिया लिएर आउनु पर्यो अनि खानु पर्यो खाएर चाहिँ फेरि कामतिर लाग्नु पर्यो क्या किनकि बिहानदेखि के खाएको हुँदैन नि त नि त्यही भएर चाहिँ खाएर चाहिँ कामतिर लाग्नुपर्ने हुन्छ क्या यसले चाहिँ आएर हल्का फुल्का चाहिँ काम सेटिङ मात्रै गरिरहेको छ यता चुल्हा बालेको छ यता 3टा चुल्हा बालेर डिममा बसेर तेल गरम मात्रै गरिँदैछ क्या अहिले यो प्याज काटिसकेको पछाडि चाहिँ काम सुरु हुनेवाला छ आज पनि धेरै नै काम छ आज हामीहरूको चाहिँ भर्खरै काम सक्यो होइन काम सकेर चाहिँ अब बोजूलाई यो दुधको प्याकेट काटिदिनु अरे र कामसाम सकाएर चाहिँ आज धेरै काम थियो बहुत के रेडी गर्नु पर्यो सिद्रा माछा अनि फेरि के थियो सिद्रा तरुल यो कर्न मतलब यो मकै के रेडी गर्नु पर्यो के अनि आज आएको चाहिँ हामीहरूको बोतलवाला उहाँ यो बोतल निकाल्दैछ होइन जे साउन्ड आउँछ यसले कानै खान्छ कि निकालिरहेको छ बोतल हामीहरूको चाहिँ नयाँ केसियर आएको छ नि नयाँ केसियर हामीहरूको बाजे अहिले यो चाहिँ गालामा बस्यो कि हाई सुनिने हाई र हामीले चाहिँ के रेडी गरेर दियौँ भन्दाखेरि तपाईँले हेर्नु सक्नुहुन्छ होला यो के भन्छ तरुल यो सिद्रा माछा यो अन्डा मसला त्यहाँदेखिको यहाँ छ मसला सुन्दल यो कर्न यो दहीबडा यदि सामान रेडी गरेर दिनुपर्छ भने टाइम छ भने खतरा लाग्छ क्या बिहानै त्यही लागि हामी चाहिँ बिहानै आउँछौँ कि अनि साथी काम साथ सकेर के खुजी रे हामीहरूको बोजूले चिया पकाउँदैछ होइन सबै काम साम सकेर चाहिँ अहिले चाहिँ म हल्का यहाँ पङ्खाको हावा खानु है हामीहरूकोमा छ सानो छ क्या सानो अत्रबाट छ हावा हान्दैन क्या यो त्यो गाल्ला र यो हामीहरू केसियर बुढो बाजे चाहिँ बोतल उठाउने कार्यक्रम चल्दैछ नि यो बाजेकै बोतल उठाउँदैछ क्या यहाँ यति बस्दा चाहिँ उठाइसक्यो होइन कान चाहिँ सबै खाएर शेष हुन्छ क्या टाढाङ टुलिङ गरेर अझै छ ऊ बढाइ राखिरहेको छ क्या अलिकति मात्रै 3-4 बस्ता मात्रै उठाइसकेको छ अझै बाँकी छ उठाउनुको लागि क्या हामीहरूको चाहिँ बोजूले चिया पकाइसक्यो अहिले ग्लासमा लाउँदैछ नि अब यो चिया फेरि खाने हो एकचोटि खाएको थिएन फेरि एकचोटि खाने हो त्यहाँदेखि चाहिँ भात खाने हो क्या भातको लागि पानी बसाइरहेको छ भात पाएको छैन भात पाक्यो भने चाहिँ नि भात खाना सबसे अगाडि चाहिँ चिया नै खुवाइ हुन्छ कि बिहान आएकोदेखि चिया नै खाएकै गर्नुपर्छ भोक लाग्छ नि त नि बिहानै भात खुवाइ हुँदैन हामीहरूको त्यही भएर डाइरेक्ट 2-3 बजी भात खुवाइ हुन्छ त्यही भएर